हर्क साम्पाङ र बालेन शाहलाई रोज्दाखेरि तिमी कसलाई रोज्छौ? कुन आधारमा? मतलब कामको आधारमा या एबिसिडी तिमीलाई को मनपर्छ बढी? मलाई हर्क साम्पाङ मनपर्छ। होइन, तिमीले हर्क दाइको पोस्टमा पनि धेरै पोस्टहरूमा कमेन्ट पनि गरेको देखिरहन्छु क्या म। कमेन्ट गर्छु म। हर्क दाइले त्यति धेरै पोस्ट गर्नुको कारण चाहिँ के हो जस्तो लाग्छ तिमीलाई? जनतामा चेतनाको अभाव छ, जनतालाई बुझाउने काम गर्दै हुनुहुन्छ उहाँले। एकदमै इरिटेसन पारे जस्तो लाग्दैन? इरिटेसन किन हुनु हेर, हर्क साम्पाङले जुन गरिरहेछ उहाँको शैली, उहाँको ग्राउन्ड लेभलै त्यही हो नि त। मान्छे सुरुमा चाहिँ एक चिजबाट आउने अनि माथि पुगेपछि चाहिँ त्यो शैलीलाई परिवर्तन गरेर अर्को भइदियो भने त्यो मान्छेलाई जसपाङ भनेको सुरुदेखि नै बोलेर आएको, उहाँ आन्दोलनदेखि सडक सङ्घर्ष गर्दादेखि हरेक ठाउँमा उहाँले जनतालाई जनचेतना जगाउँदै आउनु भएको, फेसबुक मार्फत आफ्नो कुराहरू राख्दै आउनु भएको, प्रत्येक कुरा फेसबुक मार्फतै भनेको, माइकिङ गर्दै भनेको उहाँ बोलेरै आउनु भएको मान्छे हो क्या। त्यही भएर उहाँ अहिले पनि बोल्ने नै हो, बोलिराख्ने हो कि शैली हो आफ्नो। अब जुन धरातलबाट आएको त्यही धरातलमै भइरह्यो भने चाहिँ त्यसलाई चाहिँ राम्रो मान्ने हो क्या मान्छेले। अब राम्रो नराम्रो भन्ने त मान्छेको एउटा हेर्ने नजर हो। कसैलाई त्यही मान्छेले बोलेको कुरा राम्रो लाग्छ, कसैलाई त्यही मान्छेले बोलेको कुरा नराम्रो लाग्छ कि त्यो त नजरमा भर पर्ने हो नि त। राम्रो नराम्रो होइन क्या, आफ्नो ठाउँमा सबै राम्रो हुनुहुन्छ। हर्क दाइको विषयमा बोल्नु पर्दाखेरि तिम्रो भिजनबाट बोल्दाखेरि कस्तो मान्छे हो? हर्क साम्पाङ एकदमै राम्रो मान्छे, एकदम राम्रो, देशलाई एकदमै माया गर्ने मान्छे, देशलाई चाहिने मान्छे नै हो, एकदमै चाहिने। हर्क साम्पाङ दाइ भनेपछि राम्रो लाग्छ तिमीलाई? राम्रो लाग्छ नि उहाँलाई। देशलाई चाहिने मान्छे त्यस्तै हो है? देशलाई चाहिने मान्छे त्यस्तै हो भन्दा पनि अब उहाँको केही होला सुधार गर्नुपर्ने कुराहरू, तर उहाँले भन्नु खोज्नु भएको मान्छेहरूले कतिपय बुझ्दैन, उहाँलाई साङ्केतिक रूपमा भन्नुहुन्छ क्या कतिपय कुराहरू। अब त्यसलाई चाहिँ मान्छेहरूले मजाक बनाइदिन्छ। त्यो मजाक बनाउनु जरुरी छैन क्या। उहाँले अब ढुङ्गा बोकाउने कुरा गर्नुहुन्छ नि कहिलेकाहीँ उहाँले, म प्रधानमन्त्री भयो सारा नेपाललाई ढुङ्गा बोकाउँछु, ढुङ्गा मात्रै बोकाउने भनेको अर्थ उहाँले काम गराउँछु भने हो क्या। नेपाल बिग्रेकै काम नगरेर त हो त, त्यो त साँच्चीकै कुरा हो त। नेपालमा प्रचुर सम्भावना भएको भनेको गर्ने ठाउँ भनेको त कृषि नै हो नि त। जस नेपालभरिको बाँझो जमिनमा सिँचाइहरू भएर चाहिँ त्यो अनुसारले कृषि भयो भने त नेपाल विकास हुन सक्छ नि त। ढुङ्गा बोकाउँछु भन्नुको अर्थ ढुङ्गै बोकाउँछ भन्ने चाहिँ काम गराउँछु भन्नुभएको क्या उहाँले। नेपालीहरू अल्छी भए, बिग्रिए, त्यो अल्छी हुनु हुँदैन, काम गर्नुपर्छ भन्ने उहाँले सन्देश दिनु खोज्नु भएको क्या। साङ्केतिक रूपमा त्यो भन्न खोज्नु मान्छेले चाहिँ अब नबुझेर ढुङ्गै बोकाउने रे, संसद भवनभित्र पनि ढुङ्गा बोक्ने रे। अनि हर्क दाइले दार्चुलामा जुन तुइनमा कष्टकर जीवनयापन गरिरहेका जहाँका दार्चुलाका जनताहरूको लागि चाहिँ अहिले त अब माननीय भइसक्नु भएको छ, त्यो हुँदाखेरि जनताहरूको लागि चाहिँ उहाँले अब झोलुङ्गे पुल बनाइदिने कुरा गर्नुभयो। तर त्यो कुरा गरिरहँदाखेरि त्यहाँ भारतको सीमाले गर्दाखेरि को हिसाबमा अहिलेको जुन के अरे स्तरमा नेपाल छ नि, जुन ठाउँमा नेपाल छ नि, त्यो ठाउँमा चाहिँ हर्क साम्पाङ